एकदम जाने बेला भयो। अब चाहिँ बिहान कफी खाएर गफ गरिँदै थियो। अब चाहिँ झिल्के दाई अब घरमा हुनुहुन्छ। अब झिल्के दाई विदेश लाग्न आँट्नु भएको छ है। सुटबुट एकदम तयारीमा छ झिल्के दाईको है। अब मेरो गाडी यता खडा छ है टक्क। डेलिभरी भ्यानमा हाम्रो आइसकेको छ, आइसकेको अवस्था। र झिल्के दाईलाई लिएर हामी सर सुरुङ्गा जान्छौँ। सुरुङ्गा गएर हाम्रो काउन्टरमा टिकट अलरेडी भइसकेको छ। त्यहाँबाट हामी टक्क झिल्के दाईलाई बसमा चढाउँछौँ अनि टाटा बाइ बाइ गर्छौँ है साथीहरू। यहाँ को हुनुहुन्छ हेर्नुहोस् ल, देखाइदिन्छु। सर र हाम्रो झिल्के दाईको घर हो यो। ए हाम्रो भाउजू उहाँ हुनुहुन्छ, झिल्के दाईको हाम्रो श्रीमती अर्थात् मेरो भाउजू। भाउजू एकचोटि यहाँ भन्दा के फिल भइरहेछ? आज दाईलाई छोड्नु दिनु है। सुन्नुभयो नि बिचरामा, अब दाई विदेश जाँदा भाउजू नर्भस, त्यो त नर्मल कुरो हो, जस हुनै पर्छ है होइन। हाँस्नु खुसियाल त मनाउनु भएन किनभने यो दुःख पीडाको समय हो है। ल उहाँ हुनुहुन्छ हाम्रो फुपा। फुपा नमस्ते। नमस्ते फुपा, नमस्कार गर्नु ल। नमस्कार गर्नु। हाम्रो फुपा हाम्रो झिल्के दाईको बुवा है। मेरो चाहिँ एकदम साक्के फुपा, एकदम आफ्नो है। उहाँ हुनुहुन्छ जेठी भाउजू। जेठी भाउजू अब देवर जान आँटेको उपलक्ष्यमा के छ तपाईँको भनाइ ल भन्नुहोस् त। मैले त लाग्छ नि अब, तर के गर्नु, अब घर विवादले जानै पर्यो। हो अब के गर्नु है, हाम्रो छोरा मान्छेको जिन्दगी यस्तै हो। अब घरबार छोडेर पनि जानै पर्छ होइन विदेश। यस्तो बुढाबुढी भएको बुवालाई छोड्नुपर्छ, यस्ता भाउजूलाई छोड्नुपर्छ। ओए छोरी यता हेर, दाईको छोरा छोरी यता हेरौँ त। अनुष्के हाई भनिदेऊ। बाबालाई टाटा गरिदेऊ ल। साथीहरू झिल्के दाई र म लाग्यो ल, सबैजना बस्नु है। अब झिल्के दाईलाई छोड्न म चाहिँ लागेँ साथीहरू। ल गाइसहरू अब हामी जाँदैछौँ बस स्ट्यान्ड। र बस स्ट्यान्डमा केही दृश्यहरू फेरि खिचेर तपाईँलाई देखाउने छु। ल हेर्दै गर्नुहोस् है ल। अब हाम्रो एपिसोड भनेको बस स्ट्यान्डमा हाल्छ है ल। झिल्के दाई पुरै हाल्दैछ नि ल, खट्टामा सामान आफै हाल्दैछ झिल्के दाई। एक महिना बस्यो त्यस्तै हो नि, के भन्नु आउनै जाने पर्सि एक दिन लागिहाल्छ। ल अब लाग्यो हामी चाहिँ सारा विदेशीलाई ल्यायो, विदेशीलाई छोडो है, काम यस्तो छ। हाम्रो गाडी अहिले बाटोमा कुदिरहेको अवस्था छ। कहाँ छौ? हामी जाँदैछौँ होइन? जाँदैछौँ है। कुन देश भन्दैन? केडामा कतार जाओ, सतार जस्तो कालो भएर आऊ। फाइनली गाइजहरू हामी चाहिँ अब सुरुङ्गाबाट आइपुगेको अवस्था। झिल्के सर यहाँ हुन्छ, अब गाडी हाम्रो सानो ल सारा देखाइदिनु। हाम्रो सुरुङ्गा जस्तो छ ल। म पनि आएँ त। हजुर म पनि आएँ त। केही हुँदैन त आउँदा।